हुन्छ यसरी पैसा निकाल्दै सपना पनि सोचेको छैन जुरेको हो। हेलो एभ्रिवान, गुड मर्निङ। र यो गुड मर्निङ चाहिँ हुँदैछ हैदराबाददेखिको हो। र अब चाहिँ हामी एकछिन फ्रेस हुने हो, भर्खर उठेको। अनि अहिले चाहिँ दोकान जाने नि त, एक दुईवटा सामान ल्याउनु छ हामीलाई चियाहरूको लागि होइन। सो त्यही भनेर म र सन्चिता हामी दुईजना जाँदैछौँ दोकान। घाम लागिरहेछ मजाको, यहाँ चाहिँ जाडो रहेन रहेछ हो, हामीहरूको भन्दा पनि यता कम्ती जाडो छ। बिहान गाम लागिरहेछ मजाको। गर्दा पनि आइसकेको थिएँ ठिक्कै, नाना पनि आएको रहेछ तल। फेरि नानालाई रिसिभ गर्दैछु है। सो गाइस, सन्जिताले चाहिँ यहाँनिर चिया बनाएर हामीलाई सर्भ गरी सबैजनालाई चिया र बनरोटी चाहिँ खाँदैछ सबैजना। र खाइसकेपछि गफ हुँदै थियो मजाले सबैजना बसेर। र नानाले चाहिँ गिफ्ट निकालेर देखाउँदै थियो, डली नानाको बिहाको लागि हेर्नु न भन्दै। र मैले चाहिँ छिटो खोलेर देखा न भनेर भने, अनि यहाँ देखाउँदैछ होइन। हेर्नु सक्नुहुन्छ तपाईँहरूले पनि, यो चाहिँ रिङ नानाले किनिदिएको होइन। र कस्तो छ मम्मी, कस्तो छ बडी भन्दै देखाउँदै थियो। यहाँनिर राम्रो छ नि भन्दै थियो होइन। ठिक्कै त्यस्तो गफ गर्दा गर्दै दादा पनि आइपुगिसक्यो टक्कै यहाँनिर। दादा त हेर्नु न, यसको यो नभेटेर यहाँनिर चाहिँ हाम्रो ब्रेकफास्ट बिरयानी हो। ए लन्च हो। दादाले यहाँ हेर्नु न, मेरो टी सर्ट लगाइहाल्यो, यस्तो खालको त छ के भन्नु अब। मेरो टी सर्ट मलाई चाहिँ यहाँ हेर्नु न, खोलेर मैले चाहिँ हिजोकै लगाएँ हो। अनि मेरो टी सर्ट चाहिँ यहाँनिर के भएको होला है गाइस। अब चाहिँ हामी बोर भएर रुममा बसेर हो। अब चाहिँ हामी लुडो खेल्नु आँटेको दादासँग। तर दादाको पहिल्यैदेखिको बानी चाहिँ छ कि पैसा अगाडि नै लिएर जाने होइन। जिते नजिते पनि यो पालि चाहिँ हामीले यस्तो गरेको छु। यहाँनिर पहिला पैसा, त्यहाँदेखिको लुडो खेलाइ। यहाँ चाहिँ जित्ने अरे भनेर भनिरहेछ। 100 रुपियाँको हामीले हो, 3 जना 300 रुपियाँ। चलो खेल स्टार्ट। विनर हो। यहाँ फेरि खेलौँ भनेको हामी। क्रेजीहरू यस्तो हुन्छ यसरी पैसा निकाल्दैछौ। हेर्नु त यहाँ टाइम पास दामी हुँदैछ यहाँनिर चाहिँ हो। फेरि खुल्ला खुल्ली सब दिँदैछ उहाँ। सो गाइस, अब चाहिँ हामी जाँदैछौँ मल, किनभनेले चाहिँ मेरो भाइको चाहिँ सपिङ भएकै छैन अहिलेसम्म। र बिहा चाहिँ हामी जान्छौँ 5 बजी। अहिले चाहिँ 3 बज्दैछ, हातमा 1 घन्टा टाइम छ हो। आएर त्यहाँनिर चाहिँ बट्टाबट्टी रेडी भएर चाहिँ डाइरेक्ट जाने चर्चदेखिको चाहिँ आजै फेरि रिसेप्सन पार्टी पनि हो नानाको घरमा। सो त्यहाँ जान्छु हो चर्चदेखिको। र मेरो चाहिँ फर्स्ट टाइम हुन्छ चर्च हो जाने, किनकि म कहिले पनि गएको छुइनँ। नानाको चाहिँ चर्चमा बिहा हुँदैछ। सो चलो गाइस, ल हामी चाहिँ सपिङ गर्नुलाई आएको छु। कलेक्सन कोड कस्तो रहेछ? मिठो खानुलाई मजा आइरहेको होला है। हेलो गाइस, यहाँ हेर्नुहुन्छ हाम्रो जो छ बिहेको लागि रेडी हुँदैछ। अनि यहाँ चाहिँ हाम्रो नाना हुनुहुन्छ, मेकअप आर्टिस्ट जो रेडी हुँदैछु पनि साथसाथमा रेडी गरिदिँदैछु पनि। आगा मम्मीहरूलाई पनि देखा न कस्तो देख्दैछ भनेर। देखो न गाइस, देखो न इधर, देखो न गाइस। म चाहिँ रेडी भइसकेको छु हो, मतलब लुगा मात्रै लाउनु बाँकी छ होइन। मुखको रेडी चाहिँ भइसक्यो, मम्मीहरू चाहिँ गइसक्यो। र हाम्रो चाहिँ किस्मत यति खराब के भन्नु त। म झन् फर्स्ट टाइम चर्चमा बिहा गरेको हेर्छु भनेर सोचेको थिएँ कि त्यही नै हेर्नु भएन। चर्चको बिहा चाहिँ ओकिसक्यो अरे। अनि 7 बजी नै हो, हामीलाई चाहिँ लेट भयो नि त। अहिले 8 साढे 8 हुन आँटिसक्यो। अब चाहिँ हामी सिधै जाँदैछौँ रिसेप्सन पार्टीमा हो। यहाँ नाना पनि रेडी भइसक्यो। अनि यहाँ सन्जिता लुगा लगाएको छैन, म लुगा लगाएर देखाउँदैछु। रेडी भइसकेको छु हो, भएन। र यहाँ चाहिँ जुत्ता छ नानाले ल्याइदिएको, अब यो लगाउँछु हो। किनकि नि चर्चमा चाहिँ बिहा हुँदैछ अरे हो, मतलब भइसक्यो होला आई थिङ्क। हामी लेट पुगिसक्यो है, लेट भइसक्यो हामीलाई चाहिँ। त्यही लागि धमाधम गरेर जाने हो। देखाउँछु। सो गाइस, रेडी भइसके हो। यहाँनिर केटीहरूको कहिले छिटो हुन्छ भन्नु त लु। यो चाहिँ बुके बोकेर जाँदैछ। चाहिँ रेडी भइसके 3 बहिनी हो।
कस्तो देख्दैछ कमेन्ट गर्नु होला हाम्रो फुल लुक हेर्नु होला है सो गाइस हामी चाहिँ चर्च आइपुगेको थियौँ बट चर्चमा चाहिँ खत्तम भइसकेछ हो र चर्च चाहिँ यहाँ छ अब चाहिँ हामीलाई ऊ पर हिँडेर जानु भन्दैछ अलिकति अगाडि हो अब हिँडेरै जानुपर्छ होला अलिकति अगाडि छ हामी चाहिँ आइपुगिसक्यौँ भेन्यूमा अब चाहिँ नाना चाहिँ रेडी भएर आउँदैछ फेरि अर्को गाउन चेन्ज गरेर हामी चाहिँ यहाँ बसिरहेको सो गाइस नानाहरूको डान्स पनि सक्यो र यहाँनिर चाहिँ सोहिता आइरहेको छ होइन अनि सोहितासँग चाहिँ पुरा बात गर्दै थिएँ म अनि यहाँ चाहिँ वाइन केक बाँड्दै थियो सबैजनालाई होइन र मम्मीहरू पनि यहाँ बसिरहनु भएको छ यो चाहिँ सन्जिताले भिडियो गरिदिएको थियो सबै मेमोरिज हुन्छ भनेर होइन र यहाँ चाहिँ हामी सबैजना गफ गर्दै बसिरहेको थियौँ पुरा मम्मीहरू सबैजना नानाहरू सबैजना थियो यहीँनिर होइन र अब चाहिँ नाना चाहिँ ड्रेस चेन्ज गरेर आउने बेला भएको छ अर्को ड्रेस लगाएर अनि हामी चाहिँ यहाँ बसेर गफ गरिरहेको थियौँ सबैजना हेर्नु सक्नुहुन्छ गाइस मैले यहाँ कसलाई भेटेँ भन्नु यहाँ श्वेता पनि आइपुगेछ के हुन्छ अब हामी जानु आँटेको नाना भएकोमा सो हामी चाहिँ सबैजना गएँ नाना भएकोमा गिफ्टहरू दिनुलाई र फोटोहरू खिच्नुलाई होइन र हामी सबैजनाले फोटोहरू फ्यामिली फोटोहरू सबै खिचिसकेपछि त्यहाँदेखिको आयो भेनाहरूको फ्यामिलीको फोटो खिच्नुलाई र बिचमा बसेको चाहिँ देख्नु सक्नुहुन्छ यो चाहिँ हो सासू हाम्रो नानाको चाहिँ र डान्स गरेर थाक्यो गाइस पुरा डान्स भयो कस्तो भयो भन्न डान्स मजा आयो अब खाएर फेरि डान्स गर्ने हो हामी चाहिँ है लु यहाँ नाना बसेर खाना खाँदैछ हो यहाँ चाहिँ हामीले भेनालाई हाम्रोपट्टि भेनालाई चाहिँ यहाँ अहिले चाहिँ हामीले यो खाँदैछ आइसक्रिम र यहाँनिर चाहिँ नानाहरू बात गर्दैछ यत्रो टाढा त मैले सपना पनि सोचेको थिएन जुरेको लु बिहा पनि सक्यो आजको भएको थियो नि तपाईँहरूको म आउँछु भनेर चाहिँ त दामी दिएको थियो तँलाई अघि पनि दामी दिएको थियो जुराउनेलाई त ल सकेको सबै बन्छ पूजा गर्दै पछि मेरो छोरा राजा जस्तो बनिएर खाओस् नपुर राखेर खाओस् मेरो छोरालाई रोग नेपाली सिकाउँदैछ भेनालाई यहाँ लुजु गाइस म चाहिँ घर आइपुगिसकेँ रुम होइन रुम आइपुगिसकेँ अनि सोहिताहरू पनि आएको थियो यहाँ एकछिन बसेर गफसप गरेर त्यसको पनि सामानहरू ल्याइदिएको थिएँ र त्यो लिएर गइसक्यो र दादाहरू पनि फर्क्यो रुम होइन र अब चाहिँ हामी मम्मीहरू मात्रै छु यहाँनिर अनि सन्जिता र सुदान चाहिँ उहाँ नानाको घरमा जानुभएको छ उतै सुत्नुलाई होइन आज चाहिँ हामी मात्रै सुत्दैछु यहाँ रुम पुरा मेसी भइरहेछ अब सफा गरेर सुत्ने हो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु नबिर्सिनु थ्याङ्क यू फर वाचिङ बाई बाई गाइस फेरि भेट्नेछु नेक्स्ट ब्लगमा